पूजाहरू गर्दाखेरि पहिला हामी सर्वप्रथम जलपानी चढाउनु पर्यो। तर्पण भन्छ जलपानीलाई हामीले पहिला कुलपित्री भनेर जपेर हाम्रो पानीहरू चढाउनुपर्छ होइन। उहाँलाई फेरि पूजा गर्दाखेरि बातीहरू पनि यसमा छ विधिहरू। कहिले 18 सुते पनि बाती गर्छौँ कुललाई हामीले। सुते सर पनि भन्छ, कसरी सर पनि सुते पनि भनेका हुन्छन्। तर यसमा विधि पुरा रातो सेतो ध्वजा कुललाई चढेको हुन्छ, पितृलाई रातो सेतो ध्वजा चढाएका हुन्छन्। र यो कुरालाई विधिलाई पुर्याउनु पर्छ। त्यो सिम्पल कुराहरू त्रिशूल बान्नु, तर तपाईँ घन्टी पनि राख्न सक्नुहुन्छ। तपाईँको उसो पनि तपाईँको केही कुराहरू दुःख कष्ट अधिक कठिष्ट हुन्छ, कोही अन्तर्मन्त्र तन्त्र आउँछ भने तपाईँ रुद्राक्षी माला राखिदिनुपर्छ। उहाँलाई राखिदिनुहुन्छ कुलको चाहिँ विधिहरू गराएपछि। मन्दिरमा कहिले बर्खामा एकचोटि कुलको पूजाहरू गर्दाखेरि तपाईँहरू त्यहाँनिर जानु, त्यहाँनिर पनि चढाउन सक्नुहुन्छ। तर घरमा पुग्दाखेरि तपाईँलाई त्यो चिज धेरै कठिन, त्यो पनि उहाँको विधि, उहाँको बाघबन्तीहरू उहाँ पनि त्यसरी पनि गरेका हुन्छौँ। के साँच्ची भगवानलाई पूजा गर्नलाई चोखो नित्य नै हुनुपर्ने हो कि के हो, खास के हो? त्यस्तो सोध्थ्यौँ पहिलाहरू। त्यो कुराहरूलाई हामीले जानकारी पनि भएको थिएन। पहिला हामीले गर्दा पनि त्यो कुराहरू हुन्थ्यो, चोखो निस्ता किन बार्नु पर्ने, किन नुहाउनु पर्ने होइन। यतिकै हेर्न जाँदा कुण्डली हेर्न, अझै चिनो हेराउन, अथवा अब मातापिता लामा धामिका जाँदा यस्तो किन गर्नुपर्ने हुने भन्ने सोच हुन्थ्यो सबै त। हामी पहिला हामी नहुँदा पनि त्यस्तो हुन्थ्यो। तर यहाँ के छ भने मेरोमा आउँदाखेरि धेरै कुरा बार्ने छ। मेरो गुरु भन्ने शिवजी भनेको मेरो गुरु उहाँ शिवजी र जय महाकाली भनेको कुलदेवी कालीलाई मेरो गुरु हो। मेरो शिवजी गरेर चोखनी छ मलाई। अब जस्तो तपाईँको एकदम घर परिवारमा कसो अनर्थन नदिनु भाइ। मलाई पनि अब त्यस्तो थिएन, कोही अतिरिक्त नगर दर्शकहरूले भाग भने अनर्थन नहुँदा मेरो गुरु चाहिँ चोखनी तपाईँको मैले मेन भनेको मिन्स भएको बाहिरसरको 8 दिन पुग्नु पऱ्यो घर परिवारमा। जुठो चोखो निष्ठा हुनु पऱ्यो। कुल जुठो घरमा सुत्का पनि हुनु भएन। सुत्का कटेपछि मैले चाहिँ के भने चुरोटहरू खैनी नसपानी खाएको, च्याउचो चोबिनहरू अन्डा भयो, माछा मासु भएको यो एक दिन एक रात बारेर मेरो घरमा आउँदाखेरि मलाई हेरेर तान्त्रिक गर्दाखेरि यहाँ आउँदाखेरि यति दिन बारेर आउनुपर्ने हुनेछ। किनकि त्यो फेरि किन बार्नु भयो, किन यस्तो भन्नुभयो तपाईँहरूलाई त्यसको कोही अनुभव होला। मैले भने त्यो बार्नु तपाईँको भित्रको कुराहरू के छ, तपाईँको केले समस्या छ, तपाईँको दबाई खाएर नलागेको कारण होइन, तपाईँ झारफुकबाट पनि तपाईँको भित्रको त्यो एउटा भिडिएक्सर जस्तै गरेर हामीले त्यो कुरा ध्यान दृष्टिबाट उहाँ त्यो देखेर हामीले खुलाइदिएका छौँ हामीले। हो मैले त्यही यतिखेर तपाईँलाई हामीले फेक छैनौँ, हामी तन्त्र मन्त्र गरेछौँ। वाद्रम गिरिसम गृहयन्त्रमा हाम्रो अन्तर्मन्त्र तन्त्रलाई हामीले ध्यान दृष्टिबाट हामीले सबै कुरा सबैको तपाईँ अङ्गमा के छ, छेद भेद भएको तपाईँ रोगहरू किन रहेको छ, तपाईँ क्यान्सर बस्छ कि जेन्टिस भयो, निमिन छ कि पत्थरी बस्छ कि, अथवा तपाईँको भित्र पाइल्स बस्छ कि, तपाईँले कुनै रोग छेद भेद तपाईँ के समस्या छ भनेर केही कुराहरू हामीले यसो उतारेको छु। यो सत्य तथ्य नै हो, यो अनर्थन नदिनु ल। मेरो एजुकेसन छैन, म पढेको मान्छे होइन, म एजुकेसन पढेको विद्यान होइन। तर पढाइ भक्तिमै हामी गएर भक्तिभाव गरेर यसरी दिनुभएको होइन। यो कुराहरू चाहिँ सबैले बुझ्नु। यति तपाईँलाई थाहा हुँदैन, तपाईँलाई विश्वास पनि लाग्दैन, तपाईँ आउन सक्नुहुन्छ ग्रामीण गृहयन्त्रमा। तपाईँहरूको अङ्गमा के छ, तपाईँको रोग छेद भेद तपाईँलाई के सम्झना दिएको छ भनेर। पैसा टोक्ने भेटी टोक्ने मेरो आदृति छैन। तपाईँले पैसा टोक्नु भयो, पैसा कुरा गर्नुभयो भने मेरो ढोकामा आउँदा पनि हुँदैन। म तपाईँ भगवान्ले दिएको ज्ञान र विद्वान उहाँले दिनुभएको ज्ञान र तान्त्रिक द्वारले मैले तपाईँको भित्र आदृति गर्ने हो। हजुरको समस्या हो सबैभन्दा पहिला तपाईँको दुःख के छ, तपाईँको व्यवहार के छ, तपाईँ कस्तो हुन्छ, तपाईँ पीडा हुन्छ कति, तपाईँ भगवान्सँग कति रुनुहुन्छ, कति सोचेर उहाँको आदृतिको आँसु बगाउँछ, तपाईँको दुःख के छ, तपाईँको समस्या के छ, सबै कुरा मैले खुलासो गरेछु। यो मेरो सत्य तथ्य वासम गृहयन्त्रम गापति आवादन के उसमा हो नमः शिवा। अनि प्लसपरि यसमा के छन् तपाईँको आदृतिक कुराहरू, तपाईँको समस्या कार्य गर्ने, तपाईँको यात्रा काम नबन्ने, तपाईँको टाउको दुख्ने, तपाईँको आँखा निद नलाउने, छटपटाउने, आजभोलि किन मान्छेलाई झगडा भएको छ, हस्बेन्ड वाइफ बुढाबुढी किन छुटबाट भएको छ, के कारणले घरमा झगडा भएको छ, यो कारण के हो, किनभने त्यो पनि हामीले सत्य तथ्य गरायो। तपाईँको बच्चा नभएको कुराहरू त्यो पनि गराएका छौँ वाद्रम गृहयन्त्रमा। अङ्गमा तपाईँ जति पनि बाँडेका छ, तपाईँ अङ्गहरू जति रोकेका छ त्यो कुरा मैले खुलाएको छु। यो आदृति गृहयन्त्रम तपाईँ मैले हस्तरेखाबाट हेरेको छु, हातको रेखाबाट मैले हेर्ने गरेको छु तान्त्रिकद्वार। तपाईँहरूकै बोलेको कुराहरू आवाजबाट पनि हेरेर राखेको छु मैले। मेरो गुरु काली पनि हुन्छ र शिवजीको कारणले शिवजीको आदृति कुरा हो। ग्रामीण भविष्यवाणी भनेको जस्तो कि मैले भविष्यवाणी अङ्गमा तपाईँ के छ रोग र वेदनाहरू के कारण छ त्यो भविष्यवाणी मैले यसरी भित्रको रोगको भविष्यवाणी गरेको छु र अनर्थको सन नदिनु होला। यो कुरालाई तपाईँले बुझिदिनु होला। वास्तव गृहयन्त्रम गावत र केवतम वास्तवमेतम। हजुर अब यो हातबाट पनि हेरेको छु भन्नुभएको छ होइन, भिडियो कलबाट पनि हेर्ने गर्नुभएको छ हजुरले है। अब यो जस्तो हात चाहिँ कसैलाई नदेखाउनु, सकभर गुरुमातालाई नदेखाउनु, कसैले त्यो हातका रेखा पनि चोरी गरिदिनुहुन्छ, भाग्य चोरी हुनसक्छ भन्ने एउटा सोच छ है।
के यो साँचो हो? कुरा पनि हो तपाईँ हामीले केही कुरा थाहा नभएको कुराहरूलाई होइन त्यो कुरा हामीलाई पनि थाहा हुन्छ कि कुरा यो गुण ज तपाईँ खोल्नुहुन ज तपाईँ हामीले भन्छ नि त पहिला पनि छ जहाँ पनि खाना नखानु बच्चाहरूले ज तपाईँ नहिँड्नु ज तपाईँ नघुम्नु भनेर बा आमाको त आदत छ। हस्तरेखा भनेको हातको रेखामा के छ तपाईँ यो कुरा कुण्डली हेरेर तपाईँले मात्र थाहा होस् ज तपाईँ खोल्न पनि खुला छ पनि यो पनि ठिक कुरा हो, यो कुरा बिठिक होइन, यो पनि राम्रै कुरा हो। ज तपाईँ नदेखाउनु ज तपाईँ नखोल्नु भित्रका कुराहरू केही कुरा छ भने हुन्छ चोरी भन्दा केही कुरा तपाईँ अङ्गमा भएको चिज छ भने त्यो बाँधेको जस्तो त्यो नजरको आदृति कुराहरूलाई होइन यसरी गरेको पनि छ। तर त्यस्तो अनर्थ पनि छैन, त्यस्तो कुरा अनर्थ पनि छैन। अब जाने ठाउँमा जानु पऱ्यो, देखाउनु ठाउँ देखाउनु पऱ्यो, नदेखाउनु भन्ने लुगा त हुँदैन। यस्ता देखेराहरू अधिवित पनि भएन। यसरी आध्यात्मिक हुने अब अहिलेका युवाहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ, के सल्लाह दिन चाहनुहुन्छ? अहिलेको युवाहरूलाई भाइहरूलाई के भन्छ, भाइ बहिनीहरू जति पनि दर्शक हुन्छ, जति भाइ बहिनीहरू भक्तिहरूले देख्नुपर्छ, सुन्नुभएको छ। सबैभन्दा पहिला हामी डिसिप्लिन हुन पऱ्यो। हाम्रो रिस झगडा गर्ने तपाईँ हामी एकदमै दाह गर्ने, एकासमा दाह गर्ने, पहिला जस्तो भन्छ नि पुरानो पाला तर गरेन, मिल्नुपर्छ। हामी आफैसे झगडा गर्ने, अलिकति परिवर्तन ल्याउनुपर्छ, देशलाई परिवर्तन गर्छ। यो चाहिँलाई पहिलाको जस्तो परिवर्तन पुरानो पाला जस्तो गर्नु भएन। अलिकति यङ छौँ हामी, अलि एजुकेसन छ, पढाइ लेखाइ छ, अहिले हरेक कुरा हो हाम्रो माइन्डले सोचेको कुराहरू हामीले गर्नुपर्छ, देशलाई पनि बनाउनुपर्छ। हरेक कुराको आदृति कुराहरूलाई यहाँ ल्याउनुपर्छ। किनकि अहिले हामी हिजोको जस्तो पालन गऱ्यो भने हामी अहिले पनि बढेन, पछि पनि त्यस्तै हुन्छ। र हामीले के भन्छ सबैभन्दा पहिला आपसमा झैझगडा गर्नु न, मिलमिलाप गरेर हुन्छ। कसरी यो चिजलाई हामीले अगाडि बढाएको हुन्छ, यो कुरालाई सचेत राख्नु भन्न चाहन्छु मैले भाइ बहिनीहरूलाई, जति पनि दर्शक हुन्छ सबैजना भक्तिहरूलाई त्यही भन्न चाहन्छु।